गाउँको एउटा सानो कुनामा टिनको छानो भएको पुरानो घरमा आर्यन नामको एउटा केटा बस्थ्यो। उसको जीवन अरू बच्चाहरू जस्तो सजिलो थिएन। बिहान उठ्ने बित्तिकै उसको पहिलो काम खेल्नु होइन, काम गर्नुहुन्थ्यो। कहिले ऊ खेतमा काम गर्थ्यो, कहिले अरूको घरमा सानो मोटो काम। आर्यनको बुवा धेरै वर्षअघि बिरामी भएर बितिसकेका थिए। घरमा आमा मात्र थिइन्, जसले दिनरात मेहनत गरेर उसको पेट पाल्दै आएकी थिइन्। उनीहरू गरिब थिए, तर आर्यनको सपना धेरै ठूलो थियो। ऊ सधैँ भन्थ्यो, एक दिन म ठूलो मान्छे बन्छु, म आमालाई सुख दिन्छु। तर संसार त्यति सजिलो कहाँ हुन्छ र? विद्यालय जाँदा पनि उसले धेरै अपमान सहनु पर्थ्यो। उसका साथीहरू उसलाई जिस्काउँथे, ए गरिब, तेरो लुगा त हेर्न लायक पनि छैन। कहिले कहिले शिक्षकले पनि उसको अवस्था नबुझी गाली गर्थे। त्यो सबै सहेर पनि आर्यनले कहिल्यै हार मानेन। दिनभरि काम गरेर थकित शरीर लिएर पनि ऊ राति सानो बत्तीको उज्यालोमा पढ्थ्यो। कहिले कहिले त उसको आँखा आफै बन्द हुन्थ्यो, तर उसले सपना देख्न छोडेन। एक रात उसकी आमाले उसलाई पढिरहेको देखेर नजिक आइन्। उनको आँखामा आँसु थियो। बाबु, हामी गरिब छौं, तर तेरो सपना गरिब छैन, कहिले हार नमानिस्। त्यो वाक्यले आर्यनको मनमा आगो झैं जोश भरिदियो। समय बित्दै गयो। एक दिन विद्यालयमा एउटा ठूलो प्रतियोगिता हुने घोषणा भयो। जित्ने विद्यार्थीले शहरमा पढ्ने छात्रवृत्ति पाउने थियो। त्यो अवसर आर्यनका लागि सपना जस्तै थियो। तर समस्या थियो, उसलाई तयारी गर्न समय थिएन। दिनभरि काम, राति पढाइ, शरीरले साथ दिन छोड्दै थियो। तर उसले हार मानेन। ऊ अझ बढी मेहनत गर्न थाल्यो। रातभरि नसुतेर पढ्थ्यो। भोक लागेको बेला पनि किताब छोड्दैन थियो। अन्ततः प्रतियोगिताको दिन आयो। सबै विद्यार्थीहरू राम्रो कपडा लगाएर आएका थिए। आर्यन भने पुरानै लुगामा, तर आँखामा दृढता लिएर उभिएको थियो। परीक्षा सुरु भयो। समय बित्दै गयो। उसले आफ्नो सबै मेहनत त्यो कागजमा उतार्यो। केही दिनपछि परिणाम आयो। विद्यालयमा सबै विद्यार्थीहरू जम्मा भएका थिए। प्रिन्सिपलले नाम पढ्न सुरु गरे। यो वर्षको विजेता हो। सबैको मुटु धड्किरहेको थियो। आर्यन! त्यो नाम सुन्ने बित्तिकै सबै चुप लागे। जसले उसलाई हाँस्ने गर्थे, उनीहरू स्तब्ध भए। आर्यनको आँखामा आँसु आयो। उसले आमातिर हेर्यो। आमा रोइरहेकी थिइन्, तर यो पटक खुसीको आँसु थियो। त्यो दिनदेखि आर्यनको जीवन बदलियो। ऊ शहर गयो, राम्रो विद्यालयमा पढ्न थाल्यो। त्यहाँ पनि सजिलो थिएन, तर उसले कहिल्यै हार मानेन। वर्षौंको मेहनतपछि एक दिन ऊ ठूलो डाक्टर बन्यो। उसले आफ्नो गाउँ फर्किने निर्णय गर्यो। गाउँ उस्तै थियो, तर अब आर्यन बदलिएको थियो। उही मानिसहरू जसले उसलाई हाँसेका थिए, अब उसलाई सम्मान गर्न थाले। तर सबैभन्दा ठूलो कुरा के थियो भने उसले कहिल्यै बदला लिएन। बरु उसले गाउँमा एउटा सानो अस्पताल खोल्यो। गरिब मानिसहरूको निशुल्क उपचार गर्न थाल्यो। एक दिन उही केटा जसले उसलाई सधैँ जिस्काउने गर्थ्यो, बिरामी भएर आयो। ऊ लाज मान्दै आर्यनको अगाडि उभियो। मलाई माफ गर। आर्यन मुस्कुरायो। जीवनले मलाई सिकाएको छ, माया र दया नै सबैभन्दा ठूलो कुरा हो। उसले उसको उपचार गर्यो। त्यो क्षणमा आर्यनले प्रमाणित गर्यो, साँचो सफलता भनेको ठूलो मान्छे बन्नु मात्र होइन, ठूलो मन भएको मान्छे बन्नु हो। आमाले एक दिन भनेकी थिइन्, हामी गरिब छौं, तर तेरो सपना गरिब छैन। आज त्यो सपना पूरा भएको थियो। र आर्यनले केवल आफ्नो जीवन मात्र होइन, अरू धेरैको जीवन पनि बदलिरहेको थियो।